गर्छु भन्नुहुन्छ। भोलेनाथले कहिले पनि अर्काको अपकारको लागि गर्नु भएन। उहाँले त जगतको रक्षाका लागि देवताहरूले प्रार्थना गर्दा गलामा राख्नुभयो। सबै धुवा भएर जलिरहेको थियो। केवल शिवजीले विषपान गर्नुभयो भनेर विषय मात्रै होइन, अरू पनि त गर्नुभएको छ नि। अरू चाहिँ किन नगरेको त? हिमालमा गएर एउटा बाघको छाला बेरेर उहाँले निरन्तर तपस्या गर्नुहुन्छ। तपाईँहरू गर्नुहोस् त, त्यो पनि त उहाँले नै गर्नुभएको। शिव भनेको नामको अर्थ हो कल्याण। जहिले पनि शिवजीले कल्याण गर्नुहुन्छ। उहाँका भक्तले गएर माग्दाखेरि जे पनि दिइहाल्नुहुन्छ। पार्वतीलाई माग्दा पनि दिइहाल्नुहुन्थ्यो। भक्त खुसी हुनुपर्छ। यति छडे तुष्टे छडे रुष्टे, तुष्टे रुष्टे छडे छडे। भोलेनाथलाई एक लोटा पानी हाल्दा पनि प्रसन्न हुनुहुन्छ, पानी नै नचढाउँदा पनि प्रसन्न हुनुहुन्छ। र शिवजीको नाम गरेर खानुहुन्छ भनेदेखि आफ्नै हिसाबले खानुहोस्, तर शिवजीलाई दोष नलाउनुहोस्। शिवजी हाम्रा गुरु हुन् अनि त्यसले गर्दा म पुट्टी खान्छु कहिले नभन्नुहोस्। किनभने शिवजीले त उहाँलाई के भन्नु, वैष्णवानां यथा शम्भु भनेको छ भागवतमा। अन्तिमको 12 स्कन्धको अन्तिम अध्यायमा हेर्नु होला। निम्नगानां यथा गङ्गा देवानां अच्युतो यथा, वैष्णवानां यथा शम्भु भनेको छ पुराणानां इदं कथा। त्यसले गर्दाखेरि शिवजी भनेको त परम वैष्णव हुनुहुन्थ्यो र हामीले हाम्रो उपकारका लागि, कल्याणका लागि उहाँले विष गलामा राखिदिनु भयो। कहिले पनि शिवजीले पान गरेर त्यसरी सुत्नु भएन। भागवतले हामीलाई सन्देश दिँदछ। 14 रत्न निक्लिए। लक्ष्मी कौस्तुभ पारिजातक सुर धन्वन्तरी चन्द्रमा। गर्दै गर्दै लक्ष्मी माता पनि आउनुभयो। अमृतको कुण्ड लिएर आउनुभयो धन्वन्तरी। अनि देवता र दानवको त्यहाँ झगडा हुँदछ। भगवानले मोहिनी अवतार लिनुभयो, कच्छप अवतार लिनुभयो। अनि यो सबै प्रसङ्ग गरिसके पश्चात अगाडि गएर अब वामन अवतारको यहाँ प्रकट भएको प्रसङ्ग आउँदछ। भक्तवृन्द, वामन अवतार भगवान जब बलि राजा प्रबल भए, गुरुको सेवा